आउनुहोस् आज म तपाईँलाई मालेदेखि हुलमालेसम्म लैजानेछु। आजको हाम्रो गन्तव्य भनेको मालेदेखि हुलमाले फेज 2 सम्मको छ। हामी अहिले माले आर्टिफिसियल बिचबाट सुरु गरेका छौँ। हामी देख्न सक्छौँ मालेमा सर्फिङ एरिया, यहाँ सर्फिङ गर्नलाई च्याम्पियनसिपहरू पनि भइरहन्छ। यो राम्रो गन्तव्य मानिन्छ सर्फिङका लागि। सर्फिङ गरेको हामी देख्न सक्छौँ। अब हामी लागिरहेछौँ हुलमाले फेज 2 तर्फ। यहाँ फुटबललाई राम्रो मान्छ, फुटसललाई। फुटसल टुर्नामेन्टहरू भइरहन्छ र फुटसलको लागि प्रख्यात पनि मानिन्छ। अब लाग्दैछौँ हामी लेफ्ट साइडतिर, जहाँ हामी देख्न सक्छौँ चाइना माल्दिभ्स फ्रेन्डसिप ब्रिज। 2018मा चाइनाको सहयोगमा बनाइदिएको, त्यसैले यसको नाम चाइना माल्दिभ्स फ्रेन्डसिप ब्रिज रहेको छ। यो निकै लामो रहेको छ। यसले 3टा आइल्यान्डलाई जोड्ने काम गरेको छ, जहाँ एयरपोर्ट आइल्यान्ड, जसलाई हामी हुलहुले भन्छौँ, र अर्को सिटी हुलमाले, जहाँ हाम्रो गन्तव्य रहेको छ। हुलमाले विशेष त 3वटा फेजमा रहेको छ, फेज 1, फेज 2 र फेज 3। आजको हाम्रो यात्रा भनेको फेज 2 सम्म रहेको छ। यो एयरपोर्ट अहिले विश्वमा बढ्दो द्वन्द्वको कारणले गर्दाखेरि प्राइभेट जेटहरू धेरै नै ल्यान्ड भइरहेछ, पार्क भइरहेछ यहाँनिर। सेफ्टीको लागि लाग्छ, अर्थात् घुम्न आएको पनि हुन सक्छन्। प्राइभेट जेटहरू यहाँ यति छ भने अर्कोतिर पनि छ। 2-4 दिन अगाडिसम्म निकै धेरै नै थिए, अहिले अलिक घटेछ। मालदिभ सानो ठाउँ भएकोले गर्दाखेरि यहाँ मोटरसाइकलहरू धेरै सजिलो हुने भएकाले मोटरसाइकलहरू धेरै युज गर्छ मान्छेहरूले। गाडी पार्किङ गर्ने समस्याले गर्दाखेरि गाडी पार्किङको लागि स्पेस पाइँदैन, त्यही भएर यो चाहिँ सिप लाइन टर्मिनल हो।